भन्नेले भनिरहेको छ ल आमा मलाई म्याच 2 वर्ष 3 वर्ष अगाडिदेखि म्याच सिक्ने अर्जी अर्जी यो अर्जी त्यो म्याच सिक्ने त्यो पुच्चे यो भनिरहेको छ पछि जिउँदैछु ल आमा बोलिरहेको छु जसलाई रिभेन्ज लिनु मन लाग्छ लियो हुन्छ मलाई लाडै फरक छैन टन्नै छ भने टन्नै एभ्री डे नयाँ आइपुगिरहेको छ म चाहिँ रिभेन्ज लिन्छु भनेर फकर्स अरे लेट हिम टक बोय आउँछ फक मैले कसैलाई म चाहिँ रङ गरेको छैन आई नो द्याट शिट हैन म चाहिँ म यतिकै कसैलाई हेप्ने खालको मान्छे पनि होइन जसले मलाई चिन्छ उनीहरूलाई थाहा छ म चाहिँ म कसैलाई हेप्ने खालको होइन चिप्ने खालको होइन मैले मेरो लागि स्ट्यान्ड लिएको मेरो लागि स्ट्यान्ड लिनु तिमीहरू हुँदैन भने होइन मैले मेरो लागि त मैले लिनु पर्यो प्रधान आए पनि म चाहिँ प्रधानको बाउ आए पनि लोने आए नि खुली त हजुर डर लाग्यो हजुर तर 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 काम हजुर घर परिवारसँग आएपछि यस्तो हुन्छ है आफूले आफ्नो स्ट्यान्ड लिनुपर्छ रहेछ के गर्ने त अब आरजीको गल्ती भन्छ होला त्यहाँ आरजीको गल्ती छैन क्या त्यहाँ कसको गल्ती छ त्यो सुरुबाटै थाहा हुन्छ क्या त्यो त्यही कमेन्ट मलाई खासै मान्छन् कसको गल्ती केही पनि मतलब छैन मैले आफ्नो स्ट्यान्ड ल्यायो पायो म चाहिँ आफ्नो स्ट्यान्ड आफू नलिए कसको लिने त त्यही भने पाँचजनाले हान्नु गर्छ मान्छे त्यस्तो निर्दय छु र म 5 जनाले हाने मान्छे मर्दैन फोक्ला भन्नेले त भन्छ नि साथी त्यो मैले त त्यो म त हेर म चाहिँ के साने भने त एआई हो भनिदिन्छु लामो के भन्ने मेरो बहादुर देवालले त भन्नु पायो म चाहिँ मैले त भन्नु पाउँदैन यो देख्यो नि यो आरजीले कस्तो कस्तो इन्टरटेन गरिदिन्छ ए आएर होइन त्यत्रो शेरबहादुरले त गर्छ भनेपछि होइन हामीले गर्न किन पाइँदैन यत्रो पैसाको थाक नदेख्ने म चाहिँ मैले झापड हाने देख्ने म चाहिँ मैले हाने एआईले हाने झापड म चाहिँ मेरो त नाम एआई लामा राख्नु पर्ला वाजा कसले हाने एआईले हानेको भन्नु मलाई त्योसँग केही रिस छैन त्यो म चाहिँ त्यत्तिकै मलाई चाहिँ तोकेर भनेर मात्रै हो यो कुरा मलाई गर्नु नि मन छैन है म अस्तिदेखि मेरो एल्बम प्रमोसनको लागि मात्रै बसिरहेको बिचमा मलाई कहाँ छिरायो अब म चाहिँ के गर्ने त बाख्री भने मलाई एड गर्नै आएन क्या बाख्रा म फोन काट्ने बित्तिकै त्यसले माचिने ह्यान भनेर रहेछ क्या म चाहिँ सर्ट आउट भइसकेको थियो त्यो पछि मैले थाहा पाएको हो क्या त्यस्तो भयो क्या कुरा अब तिनीहरूले बुझ्दैन क्या आरजी बुझ्दैन क्या अब होइन म त बुझाउँछु नि त म हम्बल छु म बुझाउँछु नि त त्यहाँनिर कल गर्दाखेरि त्यो आरजीले कति मजाले त्यसलाई रेस्पेक्ट गरेर भनिरहेको थियो मजाले रेस्पेक्ट दिएर भनिरहेको थियो त्यहाँ अनि त्यो मजाले भन्दा पनि